हेलो एभ्रिवान, अहिले एउटा एकदम फेक न्युज फैलिरहेको छ। त्यो भनेको तपाईँहरूको एकाउन्ट फ्रिज भइहाल्छ। आज श्रावण 1 गते हो। तपाईँले यदि एनआइडी राष्ट्रिय परिचय अपडेट गर्नु भएन भने तपाईँहरूको एकाउन्ट फ्रिज भइहाल्छ। एकदमै फेक न्युज हो, एकदम गलत न्युज हो। गलत चिज छिटो फैलिन्छ भनेको यस्तै हो। तपाईँहरू जो पनि यो भिडियो हेरिराख्नु भएको छ, आफ्नो परिवारलाई, आफ्नो साथीहरूलाई, आफ्नो भाइहरूलाई, जति पनि जो हुनुहुन्छ, जो बाहिर हुनुहुन्छ, उहाँहरू म्याक्सिमम् चाहिँ आत्तिनु भएको छ। म पनि एउटा ब्याङ्कको कस्टमर हो, मैले पनि बुझ्दा त्यस्तो केही पनि छैन। ब्याङ्कले पहिला इन्फर्म गर्छ। त्यस्तो केही न्युज आयो भने ब्याङ्कले आफै फोन गर्छ र राष्ट्रिय परिचय पत्र अपडेट चाहिँ गर्नुपर्छ। तर अपडेट नगरेर तपाईँहरूको एकाउन्ट फ्रिज हुन्छ भन्ने कहीँ पनि छैन। मैले सबै ब्याङ्कमा बुझेँ, सबै ब्याङ्कले त्यही कुरा भन्नुभएको छ। सो यो कुरा एकदमै फेक हो। अनि यो भिडियो जसले हेरिराख्नु भएको छ, प्लिज नआत्तिनु होला। आफ्नो साथीभाइ, दिदीबहिनी जो हुनुहुन्छ सबैजनालाई भन्नु होला र यो भिडियोलाई पनि एकदमै धेरै सेयर गर्नु होला, सो द्याट जो मान्छे आत्तिरहेछन् तिनीहरूलाई एउटा रिलिफ मिलोस्। त्यस्तो केही पनि होइन। प्लिज, म पनि ब्याङ्कमा सबै बुझिरहेको छु। तपाईँहरूले पनि ब्याङ्कमा फोन गर्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। त्यस्तो केही पनि होइन। प्लिज टेन्सन नलिनु होला। अनि तपाईँले ब्याङ्कले अपडेट गर्न भन्छ, एनआइडी फ्री भएको बेला जानु होला, नातेर जानु होला। केही पनि हुँदैन। मजाले तपाईँको एकाउन्ट चल्छ। यदि तपाईँले मोबाइल ब्याङ्किङ चलाउनुहुन्छ भने चलाएर चेक गर्नुहोस्। अनि त्यसपछि एटिएम छ भने त्योबाट पनि चेक गर्न सक्नुहुन्छ। सो यही हो। छिटोभन्दा छिटो यो भिडियोलाई पनि सेयर गरिदिनु होला है।